नमस्ते, अहिले म टोखामा आइपुगेको छु। आज म जाँदैछु नुवाकोटमा रहेको लौके झरना। अहिले बिहानको 9 बजेको छ, मौसम त्यति खुलेको छैन, पानी पर्ला जस्तो भइरहेको छ। हेरौँ के हुन्छ। टोखा छहरे बाटो हुँदै जाँदैछु। बाटो कस्तो छ? म एक्लै जाँदैछु। यो मनसुनमा काठमाडौँ नजिकै धेरै झरनाहरू देख्न सकिन्छ। आज म जान लागेको झरना सामाखुसीबाट 22-25 किलोमिटर मात्रमा छ। 1.5 घन्टामा बाइक, स्कुटरमा पुग्न सकिन्छ। टोखा छहरे मेन बाटोबाट 3 किलोमिटर भित्री। झरना जाने बाटो कस्तो छ त्यो पनि हेर्दै जाउँ, राम्रो नै होला। अहिले म झोरमा आइपुगे। अब यहाँबाट उकालो बाटो सुरु हुन्छ। गुर्जे भन्ज्याङसम्म बाटो उकालो छ। अब केही समयमा शिवपुरी निकुञ्ज सुरु हुन्छ। पानी पर्ला जस्तो त भएको छ, माथि जङ्गलमा त परिसकेको जस्तो देखिन्छ। यहाँ हल्का पानी पर्न सुरु गर्यो। धेरै नै पानी पर्यो भने रेनकोट लगाउनु पर्छ। पानी त नपरोस् नै सोचिराखेको छु, हेरौँ के हुन्छ। हल्का पानी परिराखेको नै छ अहिले म। गुर्जे भन्ज्याङ आइपुगे, उकालो बाटो सकियो, अब ओह्रालो बाटो सुरु भयो। अब यहाँबाट राम्रो भ्यू हेर्न सकिन्छ। तर पानी परेको भएर केही पनि देखिएला जस्तो त लागेन। कुहिरोले ढाकेको छ सबै। अहिले म आइपुगे गुरुङ गाउँ। तपाईँहरूले यहाँ खाजा खान मन हुन्छ भने दामी सुकुटी खान सक्नुहुन्छ। यहाँको सुकुटी फेमस छ। कुहिरो लागेकोले बाटो बाहेक केही पनि देख्न सकिएको छैन। हल्का पानी त परिरहेको छ। आजको मौसम त्यति राम्रो छैन। पानी त झन् पर्न थालो। भिज्ने नै पर्छ के हो। एकछिन हेरौँ, ठुलो पानी परे मात्र रेनकोट लगाउनु पर्ला। अलिअलि त भिजिसके रमाइलो भइरहेछ। के पनि सोचेको छु भन्दा पानी परेर खोला बाढी नआओस्। खोला बाढी आयो भने त झरना हेर्न मजा नै हुन्न। हेरौँ के हुन्छ।
अहिले म चाँपाको बोट आइपुगेँ। बाटो राम्रो भ्यू देखिन सकिन्थ्यो। पानी परेको भएर केही देखेको छैन। पानी अझै सिमसिम परिरहेको नै छ। यहाँबाट छरेथानसिमको भ्यू दामी देखिने थियो। बल्ल यहाँबाट कुहिरो कम लागेको रहेछ। हल्का नुवाकोटको भ्यू देखिन थालेको छ। अब मेन बाटो छोडेर झरना जाने बाटो आउन अलिकति मात्र बाँकी छ। त्यो बाटो कस्तो छ हेर्दै जाम। अब भने म मेन बाटो छोडेर बायाँपट्टिको बाटो लाग्नेछु। यही बाटो गए छहरे हुँदै नुवाकोट पुगिन्छ। म लागे झरना जाने बाटो। अब 3 किलोमिटर बाटो मात्र छ। त्यसपछि झरना पुगिन्छ। अब भने बाटो कच्ची रहेछ। यहाँसम्म त बाटो राम्रो थियो। यहाँबाट कस्तो छ? अब भने धेरै नै नजिक आइपुगिसके लागेको छ। हरियो धान खेतहरू देख्न सुरु भयो। पानी पनि पर्या छैन अहिले। भर्खर पानी परेर रोकिएको जस्तो देखिन्छ। बाटोभरि खाल्डोमा पनि पानी जमिरहेको छ। त्यस्तो अप्ठ्यारो बाटो त रहेनछ। अब त आइपुग्यो कि जस्तो लाग्ने, तर आइपुग्दै छैन। यस्तो दामी भ्यू देखिया छ। यहाँबाट बल्ल झरना देखियो है। जङ्गलको बीचमा बाइक कहाँसम्म जान्छ हेरौँ। कोही आएको छैन क्या आज। म मात्र हो जस्तो छ। एउटा बाइक रहेछ। पार्किङ गर्नु पर्यो। म अब हिँड्दै जानु पर्यो यहाँबाट। बाटो रहेछ। कहाँसम्म जान्छ? बाइकमै जाने हो। त्यसपछि हिँड्नु पर्ला। यही पार्किङ गरे। अब यो बाटोबाट हिँड्ने, अगाडि जाने। कोही पनि देखिँदैन त अहिलेसम्म। म मात्र हो कि के हो? तल पसलहरू पनि रहेछ। कोही छैन त के हो? यो एउटा कुकुर यहाँ बसिरहेको रहेछ। म पनि एकछिन અહીં बस्नु पर्यो। कहीँ नबसी सिधै आएको छु। पानी परेको भएर कहीँ रोकिन। म फेरि पनि पानी त पर्ला जस्तो छ। अब भने झरना नजिकै देखिराखेको छ। फेरि पानी पनि पर्न सुरु भयो। झरना त धेरै ठुलो रहेछ। पानी परेको भएर होला, पानी हल्का धमिलो देखिन्छ। स्विमिङ गर्न सकिने रहेछ। साथीहरूसँग आउँदा रमाइलो हुने रहेछ।
बाल भित्र भालै रहेछ दुईजना आउनुपर्ने रहेछ यसले आउन चाहिँ हुने रहेछ पानीले उडाइदिँदो रहेछ यस्तो मजाको हावा आउँदै एकैछिन भिजिँदो रहेछ यहाँबाट बालै रहेछ यहाँबाट खोला तर्न पर्ने भएकोले खोला तर्न अलि गाह्रो हुने रहेछ। तपाईँहरू पनि विचार गरेर मात्र खोला तर्नुहोला। झर्ना चाहिँ माथि छ होइन दामी रहेछ झर्ना एकचोटि तपाईँहरू नि आउनुहोस् मलाई चाहिँ यहाँ एउटा जुगाले खाइदिरहेको आमा पानीमा झरना रमाइलो रहेछ। मलाई त रमाइलो लाग्यो। तपाईँहरू पनि आउनुहोला, धेरै नै रमाइलो हुनेछ।